नमस्कार सबैजनालाई। म देविका सापकोटा तपाईहरुको सामु फेरि नयाँ कविता लिएर उपस्थित भएकी छु र मेरो आज कविता भन्दा पहिला म तपाईहरुसँग केही शब्दहरु भन्न जान्दै छु। अर्धनारीश्वर भनेर हामी कतिलाई थाहा छ? धेरैलाई थाहा छ। हिन्दू त प्राय सबैलाई थाहा छ। हामीले पूजा पनि गर्ने गर्छौं शिव र पार्वतीको रूपलाई, विष्णु मोहिनीको रूपलाई सम्मान गर्ने गर्छौं। शिखण्डी महाभारतको एउटा विशेष क्यारेक्टर भनौं न, जसले एउटा नारीको रूपमा जन्म लिएकी थिइन् तर युद्धमा भन्ने एउटा पुरुषको एउटा योद्धाको भूमिका निभाएकी थिइन्। हामी सबैलाई सम्मान गर्ने गर्छौं। अनि आजको दिनमा कोही पनि नारी पुरुषको रूप लिन्छन्, पुरुषले नारीको रूप लिन्छन् भने हामी त्यसलाई चाहिँ स्वीकार्ने गर्दैनौं, अनेक गाली दिने गर्छौं। यो महिना प्राइड मन्थ हो, मैले त्यही भएर यो कविता लिएर आएकी हो। अनि मेरो एउटै मात्रै बिन्ती छ, सबैले बुझ्ने कुरा पनि होइन, म सबैलाई फोर्स पनि गर्दिन के कुरालाई बुझ्नुहोस् भनेर, तर जतिले बुझ्नुहुन्छ धेरै राम्रो कुरा हो र जतिले बुझ्न सक्नु हुँदैन यो LGBTQIA+ लाई गाली नदिनुहोस्। अर्काको शरीर, एउटा शरीरमा जन्म लिएर अर्को शरीर जिउनु भनेको बहुत सारो कुरा हो। न म बुझ्छु यो कुरा, न तपाईले बुझ्नुहुन्छ। त्यसैले नजान्ने कुरामा हात हाल्नु राम्रो होइन भनिन्छ। त्यसैले हामी जो बुझ्दैनौं टाढै बसौं। र मेरो आजको कविता यसै विषयमा छ र मेरो आजको कविताको शीर्षक हो फरक यति नै, म पनि एउटा केटी र उनी पनि एउटा केटी। एउटा चुरोट छल्काई चिया साथमा लि बसेकी छु, केही त कोर्छु आज म पक्कै पनि मनमा ठानेकी छु, तर कविता भन्दा बेसी उसकै बारेमा सोचिरहेकी छु। फेरि झसङ्ग भयो, यो समाजले हेर्ने नजरले मेरो दिल फेरि दुखायो। अचम्म लाग्छ किन यति दूषित हाम्रो सम्बन्ध भयो। माया त सबैले गर्छन्, तर फरक यति नै भयो, म पनि एउटा केटी र उनी पनि एउटा केटी। यसैले हाम्रो मायालाई मेरो मनमा शङ्का उठ्न लाग्यो। यो समाजको बारेमा नसोचौं भन्छु, आफ्नो मनको कुरालाई भनोस्, तर आखिर बस्नु त यही समाजमा हो। म त आफूलाई जसरी सम्हाल्छु, तर उनी माथि कसैले एउटा औँली उठायो भने पनि म आफूलाई कसरी सम्झाउँछु? हेर त, मेरो नयन फेरि आँसुले भरिएछ। सबैलाई सोधे अनि बुझ्न खोजे, आखिर यो माया भनेको के रहेछ? खै, मैले त मेरो मायामा पनि केही फरक नै पाइन। फरक यति नै, म पनि एउटा केटी र उनी पनि एउटा केटी। अब त कानुनले पनि हुजुरी दियो, तर खुसीमा कसरी हुनु? यो समाजले गरेको आपत्ति बारेमा कसरी बिर्सनु? यो समाजलाई सम्झाउने हिम्मत म कहाँबाट चाहिँ ल्याउनु? मेरो मनमा खेलिरहेका यी मिठा भावना म कसलाई सुनाउनु? धन्यवाद। मेरो यो कवितालाई र मेरो यो वचनहरूलाई अन्यथा नसम्झिनु होला अनि यसलाई स्वीकार गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। धेरै धेरै माया पनि देखाउनुहोस्।